सेवा यहाँहरू सम्पूर्णमा म जलवती राई साल्पा सिलिछु गाउँपालिका वडा नम्बर 5 को स्थानीयवासी तथा साल्पा सिलिचुङ सिलिछो अन्तर्राष्ट्रिय समितिको आर्थिक सहसंयोजक। म चाहिँ अहिले किरातीहरूको ऐतिहासिक पवित्र भूमि साल्पा पोखरीमा छु र हाम्रो साल्पा सिलिचुङ सिलिछो अन्तर्राष्ट्रिय समितिले चाहिँ विभिन्न चरणमा कार्यक्रमहरू पनि गरिसकेका छौँ र पहिलो चरणको कार्यक्रम रहेको थियो सुम्निमा पारूहाङको प्रतिमा सिलिचुङको चुच्चुरोमा स्थापना गरेका थियौँ र नोक्छो माङ्पा नाचुङको प्रतिमा पनि साल्पाको गाइथान डाँडामा स्थापना गरिसकेका छौँ र दोस्रो चरणको कार्यक्रम हामीले 2082 वैशाख 1 गतेका दिन सुक्तुलुङ तिनचुला सहितको मन्दमी पूजाथान र सुम्निमा पारूहाङको प्रतिमा पनि साल्पा पोखरी छेउमा स्थापना गरिसकेका छौँ र तेस्रो चरणको हाम्रो कार्यक्रम रहेको छ। यो साल्पा पोखरी प्रवेश गर्ने ठाउँमा चाहिँ हामीले वाबुक सोलेवा आकारको मुन्दुमी गेट निर्माण गर्नुपर्ने भएको हुँदा हाम्रो आर्थिक अभाव पनि भएको हुँदा देश विदेशमा छरेर रहनुभएको सम्पूर्ण किरात गैर किरातहरूमा आर्थिक भेटीदान गरिदिन हुन पनि हार्दिक आह्वान गर्दछौँ। साल्पा माङ सेवा सिलिचुङ सेवा।